ओके, ल अब सुरु गर्नेछौँ। अरू आउँदै गर्नुहुन्छ, बिस्तारै जोइन गर्नुहुन्छ। अ, आजको यो प्रोग्राम चाहिँ मिल्क एन्ड मिल्क प्रडक्ट्स, दुध र दुधबाट बनेका अरू जुन खानेकुराहरू छन् त्यसको विषयमा रहनेछ। सुरुमा दुधको विषयमा सुरु गर्नेछौँ, त्यहीसँग सम्बन्धित नै मिल्क र मिल्क प्रडक्ट भएको हुनाले। अ, मेरो नाम चाहिँ मनिता आचार्य। म वेलनेस एन्ड होलिस्टिक कोच। म कुनै डक्टर होइन, तर वेलनेसको होलिस्टिक भिजनमा काम गरेको लगभग लगभग 3 वर्ष जस्तो भयो। मेरो मेन्टरले भन्नुहुन्थ्यो, मेडिकल नलेज इज मोर इम्पोर्टेन्ट देन मेडिकल ट्रिटमेन्ट भन्नुहुन्थ्यो। मेडिकल ट्रिटमेन्ट भनेको पछिल्लो कुरो हो, पहिलो सुरुमा मेडिकल नलेज चाहिन्छ। नलेज भयो भने ट्रिटमेन्ट गर्न सजिलो हुन्छ, अथवा ट्रिटमेन्टै गर्नु पर्दैन पनि भन्नुहुन्थ्यो है। त्यही कुरालाई चाहिँ मैले यहाँ ल्याएर राखेको हुँ। थोरै मेरो विषयमा हजुरहरूलाई म जानकारी गराउनेछु। मैले पहिलेको सेसनहरूमा, मेरो सेसनहरूमा पनि मैले जानकारी गराएको छु मेरो विषयमा। तर आज न्युली कोही जोइन हुनुभएको छ भने उहाँहरूले मेरो विषयमा चाहिँ, मेरो नाम मनिता आचार्य, मैले कुनै पनि मेडिकल एडभाइस दिँदैन हजुरहरूलाई। कुनै पनि औषधि खानुहोस् या नखानुहोस् भन्दिनँ। हजुरले आफ्नो सेल्फ डिसिजनमा डक्टरलाई सल्लाह गरेर खानुपर्ने चिज हुन्छ त्यो चाहिँ। म चाहिँ एक किसिमको पहिली लगभग लगभग धेरै वर्ष चाहिँ औषधि सेवन गरेर धेरै रोगहरू भएर चाहिँ निको भएको मान्छे हो। र निको चाहिँ मैले आफैले आफैलाई पारेको भएको हुनाले चाहिँ म यो मिसन गर्दैछु। मसँग मलाई कन्सल्ट गर्नुहुने डक्टर हुनुहुन्थ्यो इन्डियामा, अहिले उहाँ हुनुहुन्न, बित्नुभयो। उहाँ डक्टरको सल्लाह सुझावमा रहेर मैले आफूलाई निको बनाएँ। र यो सबै निको बनाउने यो प्रोसेसलाई चाहिँ हामीले नेचर हिलिङ प्रोसेस भन्छौँ। प्रकृतिसँग हामी फर्क्यौँ, माटोसँग हामी फर्क्यौँ, र हामीले आजभन्दा केही सयौँ वर्ष अगाडि जुन हाम्रो हजुरबुवा हजुरआमाले जे कुरा खानुहुन्थ्यो, जसरी उहाँहरूको जीवनशैली थियो, त्यसमा फर्क्यौँ भने हामी फेरि आफै ठिक हुने रहेछौँ भन्ने कुराबाट प्रेरित भएर मैले एउटा यो नाम चाहिँ मनित वेलनेस भनेर राखेको हो। खासमा चाहिँ यसमा हामी वेलनेसको कुराहरू गर्छौँ होइन। मेरो बारेमा चाहिँ लगभग यति हो। मेरो हिलिङ जर्नीको बारेमा मैले बताएँ। म पहिले एकदमै रोगी, तर अहिले चाहिँ एकदम स्वस्थ जीवनशैलीमा राम्रो हिसाबले यो विगतको 3 वर्षदेखि चाहिँ म एकदमै राम्रो वेले म बाँचिरहेको छु। कुनै पनि मेडिसिनहरू, कुनै पनि औषधिहरू, मैले 12 वर्ष औषधि खाएँ मुटुको, त्यो पनि मैले खानु परेको छैन। अरू धेरै रोगहरू थियो, सबै चिज ठिक भएको छ। मैले त्यो प्रेरणा आफैलाई प्रेरणा दिनको निम्ति चाहिँ एउटा किताब लेखेको छु। किताब चाहिँ अङ्ग्रेजीमा छ, नेचर अ साइलेन्ट डक्टर भन्ने, होइन, प्रकृति मौन चिकित्सक भन्ने यो किताब मैले लेखेको छु। यो किताब प्रकाशित हुन्छ अब 2026मा प्रकाशित गर्ने मेरो सबै यसको प्रोसेसहरूमा छु म अहिले। यो 2026मा मैले प्रकाशित गर्छु। यो किताबलाई मैले चाहिँ अडियो बुक पनि बनाएको छु। अडियो बुक चाहिँ हिन्दीमा छ, एआईद्वारा चाहिँ अडियो बुक डब भएको छ। यो अडियो बुक चाहिँ हिन्दीमा मैले मेरो च्यानलमा राखेको छु। च्यानलको यो क्युआर चाहिँ यो हो, हजुरहरूले गएर च्यानलमा गएर हेर्नु पनि सक्नुहुन्छ। त्यहाँ मेरो जीवनी, म कसरी निको भएँ, मैले के गरेँ, कस्तो कस्तो कठिन अवस्था आयो, रोगको विषयमा मात्रै छ, फेरि अरू बाँकी जीवनी होइन कि, मेरो रोगको जीवनीको बारेमा मात्रै छ है। अब यसमा चाहिँ मेरो के अरे च्यानलको नाम चाहिँ मनित वेलनेस हिन्दीमा यो मैले राखेको छु। मेरो चाहिँ दुईवटा च्यानल छ, मनित वेलनेस भन्ने छ एउटा चाहिँ मनित वेलनेस हिन्दी भन्ने छ। त्यसो भए म यो किन गरिरहेको छु त? यो कुनै पैसा लिएर अथवा केही लिएर गर्ने मेरो योजना पनि छैन। र यो चाहिँ मैले सिकेका कुराहरू, मेरो मेन्टरले सिकाउनु भएको कुराहरू चाहिँ मैले तपाईँहरूको माझमा बाँड्ने छु। र यो 3 वर्षको दौरानमा मैले विभिन्न युनिभर्सिटीका कोर्सेसहरू पनि गरेँ। नेचुरोपेथीको कोर्सेसहरू, नेचर हिलिङको कोर्सेसहरू, अनि आयुर्वेदिकको सर्टेन धेरै फुल आयुर्वेदिक 3 इयर्स 4 इयर्स होइन कि, सर्टेन कोर्सेसहरू पनि गरेँ। अहिले पनि गरिरहेको छु, डिप्लोमा कोर्सेसहरू, विभिन्न कोर्सेसहरू गरिरहेको छु। त्यसो मेरो फ्युचर प्लान के छ भन्दा, मेरो फ्युचर प्लान चाहिँ आफू पनि स्वस्थ हुने, अरूलाई पनि स्वस्थ पार्ने चाहिँ मेरो फ्युचर प्लान छ।
है। अब आजको टपिकमा हामी जानेछौँ। विभिन्न टपिक हाम्रो चाहिँ विभिन्न टपिक योभन्दा अगाडि पनि विभिन्न टपिकहरूमा मैले सेसनहरू दिएको छु। स्ट्रेस रिलिज क्याम्प गऱ्यौँ, युट्युबमा एभाइलेबल चाहिँ है। स्ट्रेस रिलिज क्याम्प गऱ्यौँ, त्योभन्दा अगाडि चाहिँ डायबिटिजको विषयमा, अनि त्यसपछि मेटाबोलिक सिन्ड्रमको कुराहरू पनि गऱ्यौँ हामीहरूले। योगाको सानोतिनो क्लासेसहरू पनि युट्युबमा मैले राखेको छु। अब आज चाहिँ मिल्क एन्ड मिल्क प्रडक्टको विषयमा राखेको छु है। हामीलाई एकदमै मनपर्छ दुध भनेको, प्राय व्यक्तिलाई चाहिँ मनपर्ने कुरा हो। सानैमा बच्चा जन्मेदेखि उसले आमाको दुध खाएर हुर्किएर पछि फेरि गाई भैँसी अथवा अब कसैले बाख्राको दुध पनि खानुहुन्छ होला होइन, त्यो दुध खाएर हामीहरू हुर्किएको, सानैमा हुर्किएको। तर अहिले चाहिँ आएर दुधको कन्ट्रोभर्सी हुन्छ नि, यो वाद विवाद बेसी छ के। कसैले चाहिँ दुध कस्तो किसिमको दुध खाने, कसैले चाहिँ खान मिल्छ भन्ने, कसैले खान मिल्दैन भन्ने, के हो त खासमा चाहिँ त्यसको विषयमा चाहिँ हामी विस्तृत रूपमा रिसर्चमा एभाइलेबल भएर, रिसर्चलाई टेकेर, कुनै पनि मनगढन्ते मेरो विचार होइन कि, हजुरले इजिली एभाइलेबल सोर्स पनि खोजेर पछि हेर्न पनि सक्नुहुन्छ, अथवा मसँग पर्सनली सोर्स माग्नुभयो भने म सोर्स पनि दिन रेडी छु है। अब यसमा चाहिँ हामी जाउँ। नर्मल्ली चाहिँ अब दुध भनेपछि गाईको विषयमा कुरा गरिन्छ। हामी गाईबाट स्टार्ट गरेर भैँसीमा जान्नेछौँ, तर दुधको पहिले सुरुमा बुझ्नेछौँ। गाईबाट सुरु हुन्छ, गाई कति किसिमको हुन्छ भनेर सुरु गर्छौँ हामी। कति किसिमको गाई हुन्छ, गाई चाहिँ 2 किसिमको गाई हुन्छ भनेर रिसर्चमा लेखिएको छ। त्यसलाई कसरी वर्गीकृत गरियो र हामीले नेपाल अथवा इन्डियामा पाइने गाईलाई कसरी विस्थापित गरियो, कसरी वेस्टर्न कल्चरको गाईहरू आए र ती गाईको दुध खानाले के फरक पर्छ, के असर पर्छ, त्यो विषयमा डिस्कस हो आज चाहिँ है। अब गाईको विषयमा कुरा गर्नुपर्दा गाईलाई चाहिँ डिएनए लेभलमा, जेनेटिक लेभलमा, उनीहरूको डिएनए र जेनेटिकलाई लेभलमा गएर हेर्दाखेरि चाहिँ गाईलाई चाहिँ 2 प्रकारमा वर्गीकृत गरियो। देयर आर 2 काउज, 2 किसिमको गाई हुन्छ। एउटा गाईको ब्रिड, जुन डिएनए लेभलको, डिएनएलाई टेस्ट गर्दा, गाईको जातिलाई हामीले टेस्ट गर्दाखेरि चाहिँ एक किसिमको गाईलाई चाहिँ बोस टरस भनिन्छ। बोस टरस गाईको यो चाहिँ ब्रिडको नाम हो है, गाईको जातको नाम हो भनौँ न, नर्मली हिसाबले बुझ्नु पर्दा बोस टरस भन्ने हुन्छ, अनि बोस इन्डिकस भन्ने हुन्छ। 2 किसिमको गाई हुन्छ है। अब हेर्नुहोस्, खेला यहाँबाट सुरु हुन्छ। हाम्रो नेपाल र इन्डियामा पाइने चाहिँ बोस इन्डिकस जातको गाई हो, वेस्टर्नमा पाइने चाहिँ बोस टरस जातको गाई हो। अब यो बोस इन्डिकस र बोस टरस गाईले दिने दुधले हाम्रो मानव स्वास्थ्यमा केमा हानि पुर्याउँछ, केलाई फाइदा पुर्याउँछ, दुध खाने कि नखाने भन्ने कुरा चाहिँ खेला चाहिँ यहाँबाट सुरु हुन्छ। अब हामी सुरु गर्नेछौँ। बोस टरस देख्दाखेरि चाहिँ यस्तो देखिन्छ, हजुरले त्यहाँ देखिराख्नु भएको होला। देख्दाखेरि बोस टरसलाई यस्तो देखिन्छ, यसको थुन एकदमै ठुलो हुन्छ र एउटा यो चाहिँ लामो टाइपको देखिन्छ, प्राय जस्तो लामो टाइपको। यसलाई आजकल तपाईँले नर्मल्ली नेपालमा चाहे इन्डियामा पनि नर्मली भेटिन्छ यो, किन भन्दाखेरि पुराना जुन हाम्रा लोकल गाईहरू त्यो विस्थापित भए। अहिले यी गाईहरूले त्यसको साटोमा रिप्लेस गरेको छ। यो हेर्दाखेरि यस्तो देखिन्छ। मेरो मेन्टरले चाहिँ के भन्नुहुन्थ्यो भन्दाखेरि यिनीहरू चाहिँ काउ हो, नेपाल इन्डियामा पाइने चाहिँ गाई हो भन्नुहुन्थ्यो। उहाँले यसलाई गाईको संज्ञा दिनु हुँदैन थियो, गाई होइन भन्नुहुन्थ्यो कि। अनि यो चाहिँ कस्तो हुन्छ त भन्दा, यो त्यति साह्रो चञ्चले प्रवृत्तिको हुँदैन, यसले एकदमै धेरै दुध दिन्छ। यसको मापन गर्ने हो भने जस्तो अहिले पनि गाउँघरमा हजुरले हेर्नुहुन्छ नि 5 लिटर 10 लिटर, यसको यतिसम्म दिन्छ कि यसले 120 लिटरसम्म दुध दिन सक्छ। त्यो क्षमता भएको यो गाई हो, यो काउ हो भनौँ होइन। यो चाहिँ वेस्टर्नतिरबाट, नेदरल्यान्डबाट सुरु भएर आएर यता हाम्रो नेपाल इन्डियामा पछि आएर यसले चाहिँ अहिले भनौँ न सबैतिर राज गरिरहेको छ। जहाँ पनि हामीले यही गाई मात्रै प्राय जसो देख्छौँ है। यसलाई चाहिँ बोस टरस भनिन्छ। एकदमै शान्त स्वभावको हुन्छ यो, दुध मजाले दिन्छ है। अर्को चाहिँ अब यही भयो, इट्स फरेन एक्जोटिक काउज। अर्को चाहिँ बोस इन्डिकस भनिन्छ। बोस इन्डिकस भनेको चाहिँ इन्डियन सब कन्टिनेन्टमा पाइन्छ। यो चाहिँ यो गाई चाहिँ इन्डिया भयो, नेपाल भयो, यतातिर पाइने गाईलाई चाहिँ बोस इन्डिकस जातको गाई भनिन्छ। यो जातको गाई चाहिँ हेर्दाखेरि यस्तो देखिन्छ। हेर्नुहोस्, अघिको गाई यस्तो देखिन्थ्यो,
यो जातको गाई चाहिँ यस्तो देखिन्छ। यसमा पनि लगभग 27 प्रकारका गाईहरू छन्, त्यसको विषयमा पछि कुरा गरौँला। तर देख्दाखेरि चाहिँ लगभग लोकल गाई हो यो स्क्रिनमा चाहिँ ऊ नगरिदिनु न ल, स्क्रिनमा तपाईँले यो रेड चिन्ह आएछ कि, ठिकै छ, नो प्रब्लम, स्क्रिन टच नगरिदिनु न। यो गाई चाहिँ हेर्दाखेरि यस्तो देखिन्छ, हजुरले देखिराख्नु भएको होला होइन। हम्प हुन्छ पछाडि, हम्प भनेको चाहिँ यो ढाडको माथि, यहाँ तपाईँले हेर्नुभयो भने ढाडको माथि चाहिँ यस्तो एउटा पहाड जस्तो, सानो पहाड जस्तो हम्प भएको हुन्छ। अनि यो चाहिँ एकदमै चञ्चले प्रवृत्तिको हुन्छ होइन। यसमा चाहिँ अब कुनै कुनै बोस इन्डिकस गाईमा चाहिँ सिङ पनि हुन्छ, यो सिङ्ग पनि हुन्छ। अनि त्यसपछि यसको यो तल यो घाँटीनेरि चाहिँ एकदमै यसलाई चाहिँ अब म ठ्याक्कै एक्ज्याक्ट नाम चाहिँ आउँदैन, जस घाँटीनेरि अलिकति लामो किसिमको यो लत्रेको जुन पार्ट देख्नुहुन्छ नि यस छालाको अथवा मासुको, यो चाहिँ यस्तो यस्तो किसिमको हुन्छ। योलाई चाहिँ बोस इन्डिकस नामको गाई हो। यो चाहिँ यो जातको गाई हो। यसलाई डिएनएमा टेस्ट गर्दा गाई चाहिँ दुई किसिमको भयो, एउटा बोस टरस भयो, अर्को चाहिँ बोस इन्डिकस भयो है। एकदम बुझ्नलाई सजिलो छ, त्यस्तो खासै केही छैन। अब यही गाईलाई चाहिँ गएर A1 र A2 भनेर नाम दियो, A1 र A2। अब अहिले बजारमा हजुरले हेर्नुहुन्छ भने दराजमै गएर हेर्नु भने A1 भनेर चाहिँ घिउको प्राइस हुन्छ, A2 भनेर विभिन्न किसिमको घिउको प्राइस हुन्छ। A1 र A2 भनेर डिफ्रेन्ट हुन्छ है। हजुरले कुनै ठाउँमा A1 र A2 सुन्नुभयो भने खासमा यही जातबाट आएकोलाई चाहिँ A1 र A2 भनेर डिफाइन गरेको है। अब A1 र A2 चाहिँ कहाँबाट आयो त? अब यहाँबाट चाहिँ गएर बोस टरस र बोस इन्डिकसको विषयमा कुरा गर्नेछौँ। खासमा चाहिँ दुधमा चाहिँ 12 किसिमको प्रोटिन हुन्छ। दुधलाई चाहिँ दुधभित्र चाहिँ 12 किसिमको प्रोटिन हुन्छ। प्रोटिन चाहिँ हामीहरूले हेर्ने हो भने प्रोटिनलाई पनि त्यो 12 किसिमको प्रोटिनभित्र बेटा केसिन A1 र बेटा केसिन A2 भनेर डिफाइन गरिएको हुन्छ। प्रोटिनलाई पनि त्यो 12 किसिमको प्रोटिनभित्र त्यो बेटा केसिन भनेको चाहिँ के हो भन्दा दुधमा पाइने केसिन फ्यामिलीको मुख्य प्रोटिन हो। यो चाहिँ करिब 209 एमिनो एसिडबाट बनेको हुन्छ, किनभने प्रोटिन पछि गएर चाहिँ एमिनो एसिडमा कन्भर्ट हुन्छ है। त्यही भएर 209 एमिनो एसिड हुन्छ। A1 र A2 बिचको फरक एक मात्र एमिनो एसिडले बनाउँछ। त्यो एमिनो एसिड नै A1 र A2 लाई फरक बनाइदिन्छ। बेटा केसिन A1 र बेटा केसिन A2। हजुरले यति मात्रै बुझ्नुहोस् कि दुधभित्र त्यो दुई प्रकारको गाईको दुधभित्र एक प्रकारको गाईमा बेटा केसिन A1 हुन्छ, अर्को प्रकारको गाईको दुधभित्र चाहिँ बेटा केसिन A2 हुन्छ। त्यो चाहिँ प्रोटिन हो। दुधमा प्रोटिन पाइन्छ भनिन्छ नि, त्यही प्रोटिनभित्र चाहिँ बेटा केसिन A1 हुन्छ भने बेटा केसिन A2 हुन्छ। एउटा गाईमा A1 हुन्छ, एउटा गाईमा चाहिँ A2 हुन्छ। यति मात्रै बुझौँ। अगाडि जाउँ अब। मिल्क प्रोटिन, बेटा केसिन A1 एन्ड A2, एमिनो एसिड स्ट्रक्चर। यो चाहिँ कस्तो देखिन्छ? यो एमिनो एसिड स्ट्रक्चर चाहिँ कस्तो देखिन्छ A1 र A2 को भन्दा यस्तो देखिन्छ। यदि हामीले यसलाई चाहिँ भनौँ न यसलाई टेस्ट गऱ्यौँ भने चाहिँ यो बेटाकस, यो चाहिँ अलिकति साइन्सको कुराहरू छ, हजुरहरूलाई अलिकति बुझ्न गाह्रो पनि हुन्छ होला कसैलाई होइन। तर एकदमै सरल भाषामा बुझ्दाखेरि A1 बेटा केसिन A1 भन्ने हुन्छ प्रोटिनभित्र दुधभित्र, र अर्को भित्र चाहिँ बेटा केसिन A2 भन्ने हुन्छ। यसलाई चाहिँ हामीले प्रोटिनको चेन हुन्छ कि हाम्रो शरीरभित्र पनि सबै सेल्सहरू चाहिँ एउटा चेनमा बसेको हुन्छ। त्यस्तै दुधभित्र पनि त्यसरी नै चेन बनाएर बसेको हुन्छ प्रोटिनको। त्यो चेनको 67th हेर्नुहोस् है, 1 एमिनो एसिड डिफरेन्स एट पोजिसन 67th इन द प्रोटिन चेन। प्रोटिनको चेनलाई गएर हेर्ने भने 67th नम्बरमा गएर अब सबै खेला यसले गर्छ। त्यहाँ दुई किसिमको केमिकल निकाल्छ, A1 ले छुट्टै निकाल्छ, A2 ले छुट्टै निकाल्छ। अब यसैबाट हामी अगाडि बढ्नेछौँ है। अब 67 A1 बेटा केसिनको संरचनात्मक फरकमा गएर हेर्ने हो भने अब 67th मा निक्लिने जुन एमिनो एसिड थियो A1 मा निक्लिने चाहिँ HIS, A2 मा निक्लिने चाहिँ प्रोलिन भनेर यहाँ नाम राखिएको छ। 67th मा निस्किने हामीले खाइसकेपछि त्यो दुध गएर पच्छ। पच्ने प्रक्रियामा यो
केमिकल निस्किन्छ भनेर बुझौँ। A2 दुध खानुभयो भने प्रोलिन भन्ने निस्किन्छ भने A1 दुध खानुभयो भने हिस्टेडाइन भनिन्छ। जे होस् हिस भनेर बुझ्नुहोस्। A1 मा हिस भनेर निस्किन्छ भने A2 मा चाहिँ प्रो भनेर निस्किन्छ हो। अब अगाडि म फेरि ब्याक जान्छु एकचोटि हजुरलाई बुझाउनलाई। बोस टरस नामको जुन गाई थियो त्यो गाईबाट निस्किने दुधमा बेटाकेसिन A1 हुन्छ। प्रोटिन चाहिँ बेटाकेसिन A1 हुन्छ है। अब बोस इन्डिकसमा चाहिँ बेटाकेसिन A2 हुन्छ। अघि हामीले बेटाकेसिन A1 र A2 कहाँबाट आयो भन्दा प्रोटिन, त्यो दुधमा पाइने प्रोटिनलाई नै यिनीहरूको दुईटा भेराइटीलाई चाहिँ छुट्याइदिएको हो। बोस इन्डिकस भित्र चाहिँ बेटाकेसिन A2 प्रोटिन पाइन्छ यसको दुधभित्र भने यसको दुधभित्र चाहिँ बेटाकेसिन A1 पाइन्छ। अब बेटाकेसिन A2 होस् चाहे A1 लाई डाइजेस्ट गरिसकेपछि शरीरले जब डाइजेसन प्रक्रियामा जान्छौँ हामी, डाइजेसन गरेपछि चाहिँ त्यो प्रोटिन के हुन्छ त, अब हामीले खानेकुराहरू चाहिँ डाइजेसन हुँदाखेरि चाहिँ रस बन्छ। रस भनेको डाइजेसन प्रक्रियामा यदि हामीले आयुर्वेदमा हेर्ने हो भने चाहिँ रस चाहिँ गएर रक्तमा मिसिन्छ हैन। रस चाहिँ रक्तमा मिसिन्छ। त्यो प्रक्रियामा चाहिँ त्यो प्रोटिन भाँचिन्छ, टुक्रिन्छ। टुक्रिँदाखेरि चाहिँ A1 बाट हिस भन्ने केमिकल निस्किन्छ, A2 बाट चाहिँ प्रोलिन भन्ने केमिकल निस्किन्छ भनेर बुझ्नुहोस्। अगाडि बढौँ। त्यसो भए A1 बाट निस्किने हिस किन महत्त्वपूर्ण छ त? हिस भएको ठाउँमा पेप्टाइड बोन्ड कमजोर हुन्छ, त्यो प्रोटिन चाहिँ कमजोर हुन्छ, पाचन क्रममा सजिलै टुटेर BCM7 भन्ने अब अर्को केमिकल निकाल्छ। हेर्नु, A1 दुध जुन जर्सी गाईको दुध भयो नि, त्यो जर्सी गाईको दुध पिएमा, त्यो जर्सी गाईको दुध हामीले खाएमा त्यसले चाहिँ लास्टमा गएर चाहिँ BCM7 भन्ने बेटा कासोमोर्फिन 7 भनिन्छ, त्यो निस्किन्छ है। अब BCM7 भनेको के हो? डेप्थमा जाँदैछौँ हामी है। डेप्थमा पहिलो सुरुमा हामीले के बुझ्यौँ भन्दा बोस टरस र बोस इन्डिकस हुन्छ। बोस टरस भनेको A1 टाइपको हो, बोस इन्डिकस भनेको चाहिँ A2 टाइपको गाई हो। त्यो भित्र बेटाकेसिन A1 र बेटाकेसिन A2 भन्ने प्रोटिन पाइन्छ। प्रोटिनको 67th सेल, 67th लाई गएर हेर्ने हो भने 67th मा त्यहाँनेरि चाहिँ हिस र प्रोलिन भन्ने अघि हामीले यहाँ हेरेको थियौँ। हिस्टिडाइन र प्रोलिन भन्ने हुन्छ। अलि प्रोनाउन्सन गर्न मलाई गाह्रो भइरहेछ हैन। A1 चाहिँ A1 लाई हिस भनेर बुझौँ, A2 लाई प्रो भनेर बुझौँ। अब यो भित्र पनि A1 भित्र चाहिँ के पाइने रहेछ त भन्दा BCM7 सबैभन्दा मुख्य भूमिका यो हो। यो BCM7 चाहिँ सजिलै टुक्रेर टुटेर छुट्टिन्छ। छुट्टिसकेपछि अब BCM ले के काम गर्छ त? हाम्रो शरीरमा हामीले खाएको जति पनि चिज छ नि त्यसले हजुरलाई केही न केही फाइदा गर्नुपर्छ। खाएको चिजले फाइदा गरेन भने त्यसले के हुन्छ, शरीरमा चाहिँ विष टक्सिक पैदा हुन थाल्छ। त्यस्तै BCM7 ले के गर्ने रहेछ त? A1 भनेको जर्सी गाईको दुध अथवा जुन गाईले धेरै दुध दिन्छ, जस्तो 5 लिटर 6 लिटर 10 लिटर यस्तो दुध दिन्छ नि, तर लोकल गाईमा आउँदैन। लोकल गाईमा तपाईँको दुध हेर्ने हो भने चाहिँ मलाई लाग्दैन 1.5 लिटर जस्तो दिन्छ होला। त्यो पनि आधी चाहिँ त्यसको बाछा बाछीले नै खान्छ अनि आधी बल्ल त्यहाँको घरको जो मालिक हुनुहुन्छ अथवा घरको जो व्यक्ति हुनुहुन्छ उहाँहरूले पिउनुहुन्छ अथवा कसैलाई बेच्नुहुन्छ होला है। A1 भित्र चाहिँ BCM7 पाइन्छ। BCM7 सात वटा एमिनो एसिडको पेप्टाइड हो। यसले चाहिँ अब यसको अब बेसिकली बेसी साइन्टिफिकमा जाँदिनँ म, केही व्यक्तिमा भनेर भनिएको छ, तर म्याक्सिमम व्यक्तिमा चाहिँ पाचन चाहिँ असहजता, डाइजेस्टिभ सिस्टममा चाहिँ यसले गाह्रो बनाउँछ BCM7 ले। हजुरले गएर यो रिसर्चमा हेर्नुभयो भने पनि यसले पाचन समस्यालाई गाह्रो बनाइदिन्छ। अब दुध खाँदा पचाउन गाह्रो हुन थाल्यो। तर कुन दुध? A1 दुध। A1 भनेको बोस टरस नामको ब्रिडबाट निस्किएको गाईको दुध चाहिँ
पचाउन गाह्रो हुने रहेछ, इन्फ्लामेसन बढाइदिन्छ। बिसिएमले चाहिँ के गर्ने रहेछ, इन्फ्लामेसन बढाइदिने रहेछ। अब हाम्रो यहाँनिर ग्रुपमा डक्टरहरू पनि हुनुहुन्छ, कोही चाहिँ दुधको व्यवसाय पनि गर्नुहुन्छ होला। मैले कसैलाई पनि मेरो यो मनसाय होइन कि हजुरको व्यवसायलाई अथवा चाहिँ हजुरको जे गरिराख्नु भएको छ त्यसलाई मैले चाहिँ केही पनि गर्न खोजेको होइन। मैले पाएको इन्फर्मेसन जस्ट दिन खोजेको, कसैलाई बन्द गराउने। अस्ति नै एउटा जाउला खेलमा मेरो मलाई त्यहाँ बोलाउनु भएको थियो, अनि केही व्यक्तिहरूको बिचमा चाहिँ मैले कुरा गरेको थिएँ दुधको विषयमा। त्यसो भए त तपाईँले त डेरी बन्द गरिदिनु हुने भयो भन्दै हुनुहुन्थ्यो। होइन, मेरो त्यो मनसाय होइन डेरी बन्द गराउनु, होइन। मेरो मनसाय यति मात्रै हो कि के खाँदा हामी स्वस्थ हुन्छौँ, के खाँदा हामीलाई गाह्रो हुन्छ भन्ने कुरा हो। भनेपछि A1 प्रकारको दुधमा, A1 टाइपको दुधमा चाहिँ सुजन, इन्फ्लामेसन, यसले इन्फ्लामेसन पैदा गर्न जान्छ। इन्फ्लामेसन नै सबै रोगको जड हो, यति कुरा बुझ्नुहोस्। इन्फ्लामेसन नै सबै रोगको जड हुन जान्छ, पछि गएर जुनसुकै रोग होस् है। त्यसपछि गट ब्रेन एक्सिस भनिन्छ, आन्द्रा र मस्तिष्कमा असर पर्न जान्छ। हेर्नुहोस्, BCM7 केमा पाइन्छ, A1 टाइपको दुधमा पाइन्छ, A1 टाइपको गाईले दिने दुधमा पाइन्छ। अब यो BCM7 ले, अब A2 को कुरा गरौँ। अब A2 मा चाहिँ प्रोलिन हुन्छ। हेर्नुहोस्, अघि के थियो, अघि थियो हिस भनेर लेखेको थियो, यसमा चाहिँ प्रो भनेर लेखिएको थियो, प्रोलिनलाई प्रो भनेर बताइएको थियो। A2 प्रकारको गाईमा चाहिँ प्रोलिन हुन्छ। प्रोलिनले बोनलाई बलियो बनाउँछ र टुट्न दिँदैन। पाचनमा BCM छुट्टिन गाह्रो हुन्छ, छुट्टिँदैन, BCM सेपरेटली निस्किँदैन त्यो पचाउँदाखेरि चाहिँ, यसको दुध पचाउँदाखेरि। तर A1 को दुध पचाउँदाखेरि 67मा गएर चाहिँ त्यो BCM के भइदिन्छ, टुट्छ, BCM7 टुट्छ। तर यसमा टुट्दैन। नटुटेपछि यसले बोनलाई, प्रोलिन भएको हुनाले बोनलाई राम्रो बनाउँछ। त्यसैले धेरैलाई A2 दुध सजिलै पच्छ, A2 दुध त्यसैले राम्रोसँग पच्छ। आयुर्वेदमा पनि तपाईँले गएर हेर्नु भने दुधको प्रयोगको विषयमा लेखिएको छ, दुध पिउनुपर्छ भनेर भनिएको छ। तर त्यहाँ के भनिएको छैन भन्दाखेरि बोस टरस जातको जुन गाईले दिने दुध छ नि त्यो पिउनु भनेर भनेको होइन। हाम्रो नेपाल इन्डियाको संस्कृति आयुर्वेदबाट आएको संस्कृति, हामीले आयुर्वेदलाई मानेको हो नि त खासमा त, होइन। पहिलेको व्यक्तिहरू दुध टन्न पिउनुहुन्थ्यो, उहाँहरूलाई केही पनि गाह्रो हुँदैन थियो। अहिले चाहिँ दुध पिउँदाखेरि चाहिँ गाह्रो भइरहेको छ। सबै रोगको जड चाहिँ दुध हो भनेर चाहिँ विज्ञानले प्रमाणित गरिरहेको छ। तर कुन प्रकारको दुध हो त, त्यो चाहिँ बस इन्डिकस प्रजातिबाट पाइने दुधमा चाहिँ खराबी छैन भनेर चाहिँ विज्ञानले आफै भनिरहेको छ के। त्यसैले यो दुध चाहिँ सजिलै पच्छ, डाइजेसनमा प्रब्लम हुँदैन है। अब हेरौँ, त्यसो भए BCM7 जुन टुक्रिएर BCM7 बनिएको थियो A1बाट, त्यसले हाम्रो स्वास्थ्यलाई पार्ने असरहरू चाहिँ कस्ता हुँदो रहेछन् त, हेल्थ इस्युजहरूको विषयमा हेरौँ। यहाँ मैले खासमा रिसर्चबाट यो निकालेको हो, होइन। अब यहाँ रिसर्चको इभिडेन्स सहित हो, यो चाहिँ सानो देखिन्छ होला है, तर म भनिदिन्छु हजुरहरूलाई, बिस्तारै भनिदिन्छु। 10वटा मात्रै मैले रोगको नाम राखेको छु जुन चाहिँ BCM7बाट तपाईँको चाहिँ निस्किने। र रिफरेन्समा तपाईँले गएर हेर्नु भने जुन अनुसन्धानकर्ताहरूले यो विषयमा चाहिँ अनुसन्धान गर्नुभएको छ, र उहाँहरूले कहिले 1979, 2001, 2009, 2000, 2001, 2015, 2017, 2001, 2011, 2015मा गरिएको रिसर्चमा लेखिएको कुरा हो। यो मैले मेरो आफ्नो इच्छाले बनाएको होइन है। सुरुमा चाहिँ धेरै A1 टाइपको दुध खाने व्यक्तिलाई पहिलो कुरा चाहिँ डायबिटिजको प्रब्लम हुन जान्छ। सुरुमा मेरो डायबिटिजको तपाईँले अस्तिको क्याम्पमा गएर हेर्नुभयो भने पनि दुधले चाहिँ IGF को काम गर्छ, इन्सुलिन लाइक ग्रोथ फ्याक्टर भन्छ के। त्यसको विषयमा अहिले पछि आउँछ, म कुरा गरौँला। जे होस्, टाइप 1 डायबिटिजमा यसले टाइप 1 डायबिटिज गराउँछ BCM7ले। त्यसपछि तपाईँलाई हार्ट डिजिजहरू, अटिजमहरू, सिजोफ्रेनियाहरू, त्यसपछि अब सडन इन्फेन्ट डेथ सिन्ड्रोम भनिन्छ,
जुन BCM7 ले पार्ने जुन BCM7 चाहिँ A1 टाइपको दुधमा छुट्टिएर गएको हुन्छ। क्रोनिक कन्स्टिपेसन, अब हेर्नुहोस् दुध त पिउनुहुन्छ, कन्स्टिपेसन छ, पेट सफा हुँदैन। तपाईँले A1 दुध पिउनु भयो भने कहिले पनि सफा हुँदैन, कहिले पनि तपाईँ जतिसुकै औषधि खानुहोस् सफा हुँदैन। औषधिले तपाईँलाई ठिक गर्नुपर्ने हो, हुँदैन, फेरि जस्ताको त्यस्तै हुन्छ है। IBS जस इम्युन सिस्टम तपाईँको चाहिँ इम्युन सिस्टम विक हुने, त्यसपछि माइक्रोबायोम डिफिसियन्सीहरू हुने, अनि न्युरो बिहेभियरल इस्यु। अहिले तपाईँको हामीहरूले एउटा चिज देखिरहेको छौँ नि, मैले आफै महसुस गरिरहेको छु। यो बच्चाहरू पहिलेको बच्चाहरूको हाइट त्यति साह्रो इन्क्रिज हुँदैन, त्यति साह्रो बढ्दैन थियो के। तर अहिलेको बच्चाहरूको नि हाइट बेसी बढ्ने गर्छ। किन भन्दा 12 वर्षमै उजहरू चाहिँ लगभग 20 वर्ष जस्तो देखिन्छ के, चाहे केटी मान्छे होस् चाहे केटा मान्छे होस्। हामीले हेर्दाखेरि हलक्क बढ्यो भन्छौँ हाम्रो छोराछोरी अथवा कोही व्यक्ति, तर त्यसमा खुसी मान्नुपर्ने कुरा छैन। किन भन्दा त्यो हार्मोनल इम्ब्यालेन्स भइरहेको छ उसको शरीरमा, त्यसले गएर पछि गएर गाह्रो बनाउँछ त्यो व्यक्तिलाई। त्यो हार्मोनल इम्ब्यालेन्स गर्ने एउटा फ्याक्टर पनि के हो त, यो BCM7 हो, जसले हाम्रो हार्मोनको छ नि हार्मोनलाई इम्ब्यालेन्स गरिदिन्छ। अब हार्मोन इम्ब्यालेन्स हुनु भनेको एकदमै खतरनाक चिज हो, त्यो निगो बनाउन सकिँदैन के। निगो बनाउन एकदमै गाह्रो हुन्छ, हार्मोनल इम्ब्यालेन्स भयो भने त्यसलाई निगो पार्न गाह्रो हुन्छ। हार्मोन चाहिँ अब कतिवटा ग्रन्थीबाट हाम्रो शरीरमा कतिवटा किसिमको हार्मोन अहिले निस्केको छ भनेर साइन्सले अथवा मेडिकल साइन्सले जम्मा पत्ता लगाएको भनेको 4% मात्र पत्ता लगाउन सकेको छ। 96% त हार्मोनको विषयमा पत्ता लगाउनै सकेको छैन। भनेपछि यो हार्मोनल ग्रोथ पनि यही मिल्कले, यही BCM7ले, A1 टाइपको मिल्कले गरिरहेको छ है। अगाडि बढौँ। अब A2 ब्रिड मिल्कमा, A2 टाइपको मिल्कमा चाहिँ यसमा चाहिँ सेरेब्रोसाइड्स हुन्छ A2 मिल्क्समा। अब यो सेरेब्रोसाइड्स भनेको के हो? अब यो चाहिँ एउटा यो सुगर र लिपिड भन्ने भनौँ न एउटा पदार्थ मिसिएर बनेको हुन्छ। यसको चाहिँ मेजर स्ट्रक्चरल कम्पोनेन्ट, यसले चाहिँ हाम्रो एकदमै सेरिबेरम भन्छ के, यो मस्तिष्क सम्बन्धी, मस्तिष्कमा छ नि, यसले एकदमै राम्रो हामीलाई फाइदा गर्छ A2 मिल्कले। यति कुरा बुझौँ एकदम सिम्पल भाषामा चाहिँ यसले ब्रेन र नर्भ टिस्युलाई एकदमै राम्रो सहायता गर्छ अनि रोगसँग लड्छ। यो दुधले चाहिँ A2 टाइपको दुधबाट निस्किने जुन प्रोटिन हुन्छ त्यो हाम्रो सजिलै पच्छ र यसरी चाहिँ हाम्रो शरीरसँग गएर रोगसँग लड्ने इम्युन सिस्टमलाई चाहिँ यसले एकदमै फाइदा पुर्याउँछ र रोग लागेको छ भने पनि निको हुन्छ, दुध पिएमा निको हुन्छ। अब अर्को कुरा चाहिँ म तपाईँलाई यो दुधको विषयमा म भनिदिन्छु। दुध पिएर कहिले पनि हाम्रो शरीरको छ नि क्याल्सियम लेभल बढ्दैन। तपाईँले यो चाहिँ मिथ भनेको झुटो, मैले भने होइन, रिसर्चले भनिरहेको छ होइन। किन भन्दा क्याल्सियमलाई बढाउनलाई चाहिँ बोरोन भन्ने चिज चाहिन्छ। बोरोन, त्यो बोरोन भनेको अरू चिजमा पाइन्छ, मिल्कमा पाइँदैन। मिल्कले तपाईँलाई हड्डी बलियो बनाउने होइन। तपाईँले रिसर्च गरेर हेर्नुहोस्, जुन देशमा बेसी दुध पिउँदैन नि त्यहाँको व्यक्तिलाई चाहिँ यो घुँडाको प्रब्लम हुँदैन, तर जसले बेसी दुध पिउँछ त्यसलाई चाहिँ घुँडाको प्रब्लम हुन जान्छ। तर कुन दुध पिउँछ भन्ने खोजेको मैले, A1 है। A2ले चाहिँ त्यति हानि गर्दैन, जुन लेभलमा A1ले हानि गर्छ त्योभन्दा धेरै एकदमै औषधिजन्य हो A2 भनेको। त्यही भएर सानामा पनि आमा बुवाहरूले, हजुरआमाहरूले चाहिँ केही भयो भने बच्चाहरूलाई पनि चाहिँ दुध के अरे गाईको, शुद्ध गाईको घिउ भनिन्छ नि, शुद्ध भनेपछि चाहिँ A2 भनेर बुझ्नुहोस्। गाउँमा पालेको छ भन्दैमा A1 चाहिँ शुद्ध होइन, त्यो हाम्रो गाई नै होइन, त्यो काउ हो। गाई भनेको चाहिँ A2 टाइपको A2 नै हो है। हेरौँ अब यसमा चाहिँ A2मा चाहिँ MFGM हुन्छ। MFGMले चाहिँ तपाईँको चाहिँ यो लिपिड, यो चाहिँ
हेल्थसँग रिलेटेड हुन्छ क्या यो एकदमै हाम्रो हेल्थ सिस्टम हाम्रो इम्युन सिस्टमलाई चाहिँ यसले राम्रो बनाउँछ। म एकदम सर्टकटमा भनिदिन्छु हजुरहरूलाई, किन भन्दा यो चाहिँ एकदमै डेप्थमा छ, हामीले चाहिँ डेप्थमा पढेको हो यसको विषयमा, A2 ब्रिडको मिल्कको विषयमा। किनभने यो विषयमा बोल्न थाल्यो भने लगभग 4-5 घन्टाको क्लास हुन्छ, मलाई लगभग आज 1 घन्टामा सघाउनु पर्ने भएर है। अब यसले चाहिँ खासमा हाम्रो ब्रेनको फङ्सनलाई बढाइदिन्छ के, स्पेसली इन इन्फ्यान्ट। इन्फ्यान्ट भनेको बच्चालाई त A1 मिल्क दिनै हुँदैन, बच्चालाई A1 मिल्क दिनै हुँदैन। अझ प्याकेटको त्यो प्याकेटमा विभिन्न किसिमको पाउडर आउँछन्, त्यो त खुवाउनै हुँदैन बच्चालाई। बच्चालाई दिने दुध भनेको A2 ब्रिडको दुध दिनुपर्छ। अब तपाईँले भन्नुहुन्छ होला कहाँबाट ल्याउने यो दुध? अब पछि गएर बिरामी बन्ने र हस्पिटलमा सुत्ने कि अहिलेदेखि नै अब केही न केही त गर्नु पर्यो नि त, केही न केही त विकल्प चाहिँ हुन्छ। यति कुरा हो, हामीले विकल्प खोज्यौँ भने विकल्प पाइन्छ। अहिले पनि मार्केटमा पाइन्छ विकल्प, A2 को विकल्प पनि छ, पाइन्छ है। अब बच्चालाई खासमा A1 मिल्क खुवाउनै हुँदैन। A2 मिल्कतिर हामीले बेसी चाहिँ बच्चालाई होस् चाहे हामी आफैलाई पनि A2 मिल्कतिर चाहिँ प्राथमिकता दिने होइन। खानु इच्छा लाग्छ भने, अब खानु इच्छा लाग्दैन, अब त्यो ठिकै लाग्छ भने बरु नखाँदा हुन्छ। तर A1 20 खानुभन्दा त बरु नखानु ठिक हो नि त होइन। 20 खाएर चाहिँ पछि चाहिँ अनहेल्दी भएर विभिन्न रोगको शिकार हुनुभन्दा बरु राम्रो चिज खाएर मजाले बस्ने नि होइन। अब हेर्नुहोस्, यसले चाहिँ नर्भको इन्सुलेसन पनि गर्छ, नर्भको इन्सुलेसन गर्ने काम गर्छ A2 ब्रिडको मिल्कले। सपोर्ट द गट ब्रेन एक्सिस। हेर्नु, गट ब्रेन एक्सिस भनेको एकदमै इम्पोर्टेन्ट चिज हो। अब हाम्रो अर्को शुक्रबार चाहिँ गट ब्रेन एक्सिसको विषयमा क्लास हुन्छ, त्यसमा हजुरले बुझ्नुहुन्छ गट ब्रेन एक्सिस भनेको के हो भनेर। गट भनेको चाहिँ या हाम्रो सोच्नुहोस् अहिले पेट भनेर सोच्नुहोस्, आन्द्रा भनेर सोच्नुहोस्, र ब्रेन भनेको यो हो। यो ब्रेन र गट, खासमा मेडिकल साइन्सले ब्रेन चाहिँ सेकेन्ड ब्रेन भनेर गटलाई भन्छ। अनि ब्रेन त ब्रेन भइहाल्यो, सबै कुरा कन्ट्रोल गर्ने। तर सेकेन्ड कन्ट्रोल गर्ने हाम्रो बडीमा भएको सबभन्दा ठुलो चिज भनेको चाहिँ गट हो भनेर भन्ने गरिन्छ है। यो चाहिँ गट ब्रेन एक्सिसलाई ठिक बनाउँछ यसले। तपाईँको रोग जुन लाग्छ नि त्यो कहाँबाट सुरु हुन्छ, यदि तपाईँ कुनै आयुर्वेदिक डक्टरलाई सोध्नुहुन्छ अथवा युट्युबमा पनि गएर हेर्नुहोस्, अलिकति मात्र रिसर्च गर्नुहोस्, तपाईँको सुरु हुन्छ गटबाट अनि ब्रेनबाट के। तपाईँको गट ठिक छ भने ब्रेन पनि ठिक हुन्छ, यो दुईटामा त्यस्तो जोड हुन्छ। ब्रेन ठिक छ भने गट पनि ठिक हुन्छ, गट ठिक छ भने ब्रेन पनि ठिक हुन्छ हो। त्यसलाई चाहिँ A2 टाइपको मिल्कले तपाईँलाई यसले चाहिँ सपोर्ट गर्ने गर्छ। एन्टी इन्फ्लामेटरी सिग्नलिङ हुन्छ यसमा। अब हेर्नु, एन्टी इन्फ्लामेटरी अघि चाहिँ A1 टाइपको मिल्कमा चाहिँ इन्फ्लामेसन बढाउँथ्यो भने यसमा चाहिँ यसले चाहिँ इन्फ्लामेसनलाई कम गर्छ। इन्फ्लामेसन कम भयो भने रोग पनि के हुन्छ, कम हुन्छ। जुनसुकै रोग होस् सबै इन्फ्लामेसनै हुन्छ, प्राय रोगहरूमा इन्फ्लामेसन नै भएर भएको हुन्छ है। अब कमर्सियल मिल्क, अब कमर्सियल मिल्क मे फुलस। अब हामीलाई अब कमर्सियल मिल्कमा चाहिँ गएर हामीले हेऱ्यौँ भने चाहिँ हामीलाई के गरिरहेको हुन्छ, यसले एउटा मूर्ख बनाइरहेको हुन्छ। A2 भनिरहेको हुन्छ क्या, A2 हो भनेर भन्छ। अब जब हामीहरूले जब भनौँ न बाछा अथवा बाछी कुनै गाईले जन्माउँछ, त्यो जन्माउँदाखेरि चाहिँ क्रस ब्रिड भनिन्छ नि, क्रस ब्रिड। यदि तपाईँले अब यसलाई नेपालीमा के भन्छ मलाई थाहा छैन, जे होस् क्रस ब्रिड भनेको चाहिँ A1 एउटा ब्रिड हो, A2 एउटा ब्रिड हो। अब दुईटालाई चाहिँ आमा चाहिँ भनौँ न आमा चाहिँ तपाईँको आमा गाई चाहिँ A2 अनि ऊ चाहिँ A1 अथवा दुईटा कुनैलाई चाहिँ क्रस गरेर निक्लिनेलाई पनि A2 नै भनिन्छ। तर क्रस ब्रिड चाहिँ ओरिजिनल क्रस ब्रिड होइन, ओरिजिनल A2 हुँदैन। A1 प्लस A2 इक्वल्स टु A2 भनेर भनिन्छ अहिले मार्केटमा। र तपाईँलाई प्राय जसो चाहिँ कमर्सियल मिल्कहरूमा A2 मिल्क भनेर मार्केटमा जुन बेचिन्छ, नर्मल्ली चाहिँ A2 चाहिँ A1 र A2 को मिक्स गरेर फ्युजन गरेर बेचिने दुधलाई चाहिँ A2 मिल्क भनिन्छ। त्यो हुनु हुँदैन, A2 प्लस A2 नै हुनुपर्छ। त्यो दुध चाहिँ उसको त्यो गाईको भनौँ न गाईको फादर बुवा पनि A2 ब्रिडमै हुनु पर्यो, आमा पनि A2 ब्रिडकै हुनु पर्यो, अनि मात्रै
त्यो दुध चाहिँ रियल शुद्ध हामीलाई औषधिको रूपमा युज हुने दुध चाहिँ A2 दुध हुन जान्छ है। अब बुफेलो मिल्क, अब हामीले त यो मात्र खाँदैनौँ, के भन्छ गाईको मात्रै खाँदैनौँ, भैँसी पनि खान्छौँ, तराईतिर भैँसीको दुध खान्छौँ होइन। तराईतिर झन् युजली धेरै भैँसीको सेवन गरिन्छ, भैँसीको दुधको सेवन गरिन्छ। त्यसो भैँसीको दुध चाहिँ के त त्यसो भए, त्यो भनेर हजुरले मलाई क्वेसन गर्न सक्नुहुन्छ। त्यही भएर आयुर्वेदिक क्लासिफिकेसन अफ बुफेलो मिल्क, आयुर्वेदिक क्लासिफिकेसनमा बुफेलोलाई चाहिँ बुबालोस बुबालिस भनेर भनिएको छ। आयुर्वेदा नेम चाहिँ यसको महिंसा दुधा। यसको गुण कस्तो हुन्छ, हेभी हुन्छ, क्वालिटी चाहिँ हेभी हुन्छ, यसको ओइली हुन्छ, एकदम बेसी फ्याट निस्किन्छ र कोल्ड, यसको चाहिँ चिसो हुन्छ, कोल्ड प्रवृत्तिको हो, स्लो डाइजेस्ट हुन्छ। हेर्नु डाइजेसन यसको के हुन्छ, स्लो हुन्छ बुफेलो मिल्कको। र यसले चाहिँ कफ बढाउने र आम निर्माण गर्छ। आम भनेको टक्सिक है, कफ बढाउने काम गर्छ, कफ बढ्छ तपाईँको बडीमा, शरीरमा। र मैले चाहिँ अब तपाईँहरू पिउनुहुन्छ भने त छुट्टै कुरा हो, तर मैले चाहिँ यो प्रिफर गर्दिनँ। किन भन्दाखेरि यसको कुनै पनि साइन्टिफिक इभिडेन्स देखिँदैन कि यसले यसको दुधले गएर तपाईँलाई राम्रो गर्छ भनेर कुनै पनि साइन्टिफिक इभिडेन्स मैले फेला पार्न सकेन। तपाईँले फेला पार्नु हुन्छ भने चाहिँ यो बुफेलो मिल्क पनि युज गर्दा हुन्छ, तर मैले चाहिँ यसको कुनै पनि चिज चाहिँ फेला पार्न सकिनँ है। अब त्यसो भए यसले कफ किन बढाउँछ भनेर भनेको, अब यहाँ तपाईँले हेर्नु भने कफ किन बढ्छ भन्ने कुरा यसैबाट थाहा हुन्छ। यो जुन क्वालिटी छ, क्वालिटीबाटै थाहा हुन्छ। र बुफेलो मिल्क हेज अल थ्री स्ट्रङली, यसले चाहिँ मेटाबोलिजमलाई स्लगिस गरिदिन्छ, मेटाबोलिजम गाह्रो बनाइदिन्छ, म्युकसको फर्मेसन गराउँछ, अनि हेभिनेस इन चेस्ट एन्ड हेड र वेट गेन गराउँछ। त्यही भएको कारणले गर्दा बुफेलो मिल्कलाई पनि राम्रो मानिँदैन, स्वास्थ्यको लागि चाहिँ राम्रो मानिँदैन है। र अर्को कुरा चाहिँ के हुन्छ यसमा, आइजिएफ हुन्छ। सबैभन्दा असर पार्ने चाहिँ आइजिएफले हो, आइजिएफ हुन्छ है। अब यो पनि स्लो डाइजेसन हुन्छ, अघि भनिहाल्यो, डाइजेसन प्रब्लमलाई गाह्रो बनाइदिन्छ। स्लो डाइजेसन हुन्छ, तपाईँको पच्नलाई गाह्रो हुन्छ, मिल्क पच्न एकदमै गाह्रो हुन्छ। तपाईँले मिल्क तपाईँले खानुभयो र चाहिँ के भन्छ त्यसलाई बान्ता गर्नुभयो भने त्यो कस्तो भएर निस्किन्छ हेर्नु होला होइन। त्यति मात्र होइन, मिल्कलाई पच्नको लागि चाहिँ 8 घन्टा चाहिन्छ भनेर भनिन्छ। 8 घन्टा मिल्क पच्नलाई 8 घन्टा चाहिन्छ, 8 घन्टा समय लाग्छ है दुध पच्नको निम्ति है। यसले चाहिँ बुफेलो मिल्कले चाहिँ अग्नि, तपाईँको डाइजेस्टिभ फायरलाई सप्रेस गरिदिन्छ, घटाइदिन्छ। अग्नि भन्ने हुन्छ हाम्रो पेटमा चाहिँ, तपाईँलाई आयुर्वेद अलिअलि ज्ञान छ भने हाम्रो पेटमा चाहिँ अग्नि हुन्छ, जहाँ चाहिँ विभिन्न किसिमका चाहिँ एसिडहरू, इन्जाइमहरू निस्किन्छन्, जसले चाहिँ पेट भित्र चाहिँ आगोको ताप चाहिन्छ। हाम्रो खाना पच्नको निम्ति चाहिँ एक किसिमको हिट चाहिन्छ। त्यो हिटलाई चाहिँ यसले के गरिदिन्छ, सप्रेस गरिदिन्छ, घटाइदिन्छ के। त्यो घट्यो भने के हुन्छ त, फुड पच्दैन कि फुड सड्न थाल्छ, अरू खाना सड्न थाल्छ, दुधसँग खाने चिज है। यसले चाहिँ अब ग्यास, ब्लोटिङ, स्टिकी टुल्स, तपाईँको चाहिँ जुन डिफिकेसन हुँदा आउँछ त्यो चाहिँ स्टिकी हुन्छ। अब फटिग हुनसक्छ, जोइन्टहरूमा तपाईँको चाहिँ हड्डीहरूमा चाहिँ स्टिफनेसहरू आउन सक्छ भनेर भनेको हो है। अब चरक संहितामा पनि यसको विषयमा लेखिएको छ। आयुर्वेदाको यो टपिकहरू मैले बुफेलो मिल्कको विषयमा निकालेको हो है। चरक संहितामा यो लेखिएको, यसले कफ प्रविधि बढाउँछ भनेर लेखिएको छ, त्यो मैले यहाँ लेखिदिएको हो है। अब अरू स्क्रिप्चल, अरू आयुर्वेदाका अरू टर्म्सहरूमा पनि यसले कफ नै बढाउँछ र यसले आम क्रिएट गर्छ, आमा क्रिएट गर्छ भनेर अष्टाङ्गम हृदयमा पनि लेखिएको छ है।
यो चाहिँ यसले अग्निलाई विक गर्छ भनेर पनि बुफालो मिल्कको विषयमा क्लियरली डिफाइन गरिएको हुनाले मैले यहाँ लेखिदिएको। किनभने हामीले नर्मल्ली आयुर्वेदालाई पनि फलो गर्छौँ र हामीहरूले चाहिँ नर्मल्ली यो वेस्टर्न कल्चरलाई पनि एडप्ट गर्छौँ। हाम्रो टर्ममा चाहिँ जे चिज राम्रो छ त्यो राम्रो चिज चाहिँ लिन्छौँ। त्यही भएर आयुर्वेदालाई चाहिँ बेसी फलो गर्छौँ हामी नेपाल र इन्डियामा भएको हुनाले आयुर्वेदामा क्लियरली मेन्सन गरिएको छ बुफालो मिल्कको विषयमा। अब सबभन्दा डेन्जर चाहिँ यो हो आइजिएफ, इन्सुलिन लाइक ग्रोथ फ्याक्टर्स। हेर्नुहोस् है, इन्सुलिनको काम के हो हामीले यति बुझौँ। पेङ्क्रियाज भन्ने एउटा ग्रन्थि हुन्छ हाम्रो शरीरमा, त्यसले इन्सुलिन निकाल्छ। इन्सुलिनको काम के हो त भन्दा इन्सुलिनले जहिले पनि कुनै पनि हाम्रो सेल्स अथवा कुनै पनि चिजको ग्रोथ गर्ने काम गर्छ क्या। यो एउटा इन्सुलिनले चाहिँ तपाईँको ब्लड सुगरलाई ब्लडमा भएको सुगरलाई पनि मेन्टेन गर्छ, एउटा ठिक लेभलमा ल्याउँछ। अस्ति हामीले डायबिटिजको सेसनमा मेरो युट्युबमा मैले राखेको छु आइजिएफको विषयमा होइन, तर यहाँ पनि मैले कुरा गर्न लागेको यसले त्यो पनि मेन्टेन गर्छ भने ग्रोथ पनि, यसले ग्रोथ हार्मोन पनि हो। हाम्रो बडीको हाइट बढाउने तपाईँको चाहिँ वेट बढाउने काम पनि इन्सुलिनले गर्छ। र इन्सुलिन लाइक ग्रोथ फ्याक्टरको रूपमा कसले काम गर्ने भयो, अब मिल्कले काम गर्ने भयो। दुधले चाहिँ इन्सुलिन लाइक ग्रोथ फ्याक्टरको रूपमा काम गर्छ। यो भनेको अर्थ चाहिँ के हो भन्दा इन्सुलिनको सब्स्टिच्युट हो यो। अब भन्नु बडीमा बेसी इन्सुलिन भयो भने तपाईँको बडी के हुन्छ, बडीको ग्रोथ हुन्छ क्या, बढ्छ, जिउ बढ्न थाल्छ। अनि आजकलको बच्चाहरू तपाईँ हेर्नुहुन्छ भने त्यसले चाहिँ किन बढेको त भन्दा त्यो हार्मोनल इम्ब्यालेन्स हो। त्यही भएर आइजिएफ भएको इन्सुलिन लाइक ग्रोथ फ्याक्टरले काम गर्न थालेको, त्यसले गएर तपाईँको सेल्समा गएर अस्ति हामीले हेरेको थियौँ, सेल्समा गएर त्यसले चाहिँ स्टिकीनेस हुन्छ त्यसमा र त्यो गएर त्यहाँ चप्किन्छ, त्यो गएर त्यहाँ टाँसिन्छ। त्यसले चाहिँ मेटाबोलिक सिन्ड्रमभित्र रहने जुन डिजिजहरू थिएन, जुन अस्ति हामीले नोट डाउन गरेको थियौँ, त्यो डिजिजहरूमा चाहिँ जस्तो डायबिटिज भयो, अब तपाईँको चाहिँ यो के भन्छ मेटाबोलिक सिन्ड्रममा पर्ने ओबेसिटीहरू भयो, वेट बढ्ने, यस्ता जति पनि रोगहरू छन्, विभिन्न किसिमका रोग जुन चाहिँ नर्मल्ली अहिले हरेक घरमा छ, त्यो आइजिएफको कारणले गर्दा हुन्छ। आइजिएफको कारणले गर्दा है। आइजिएफ के हो भनेको इन्सुलिन लाइक ग्रोथ फ्याक्टर हो, एक ग्रोथ प्रमोटिङ हार्मोन हो। यो चाहिँ मुख्य रूपमा आइजिएफ-1 शरीरमा सक्रिय हुन्छ, लिभरमा उत्पन्न हुन्छ ग्रोथ हार्मोनको सङ्केतमा। आइजिएफ धेरै बढेमा के हुन्छ, इन्सुलिन रेजिस्टेन्स बढ्न थाल्छ। अब हेर्नुहोस्, इन्सुलिन रेजिस्टेन्स बढ्न थाल्छ। जसलाई डायबिटिज छ नि, जसलाई हजुरको चाहिँ ब्लड सुगर भयो भन्छौँ हामी खासमा चाहिँ, जसलाई डायबिटिज छ, त्यो डायबिटिज हुने व्यक्तिले दुध पिएमा अब तपाईँलाई झन हानि गर्न थाल्छ। किन हानि गर्न थाल्छ भन्दा यसले इन्सुलिन रेजिस्टेन्स बढाइदिन्छ। इन्सुलिन रेजिस्टेन्सको विषयमा मेरो अर्को थियो क्याम्प, अस्ति नै हामीले गरेको थियौँ, त्यो युट्युबमा गएर हेर्नुहोस्, मनित वेलनेस भन्ने सर्च गर्नुभयो भने त्यसमा छ है। इन्सुलिन रेजिस्टेन्स बढ्न सक्छ। अब सेल पोलिफिरेसन हुन्छ, हेर्नुहोस् सेलमा पोलिफिरेसन भएर बस्छ। यो एकदमै आइजिएफ चाहिँ एकदमै यो यस्तो चिज हो जसले गर्दा अहिले म्याक्सिममलाई यो रोग लाग्नुको एउटा फ्याक्टर यो पनि हो। म एउटा यतिले मात्रै सबै रोग लाग्यो चाहिँ म भन्दिनँ, तर यो एउटा फ्याक्टर पनि हो है। क्रोनिक हाई आइजिएफ हुनेलाई चाहिँ क्यान्सरको रिस्क हुन्छ, एजिङ एक्सेलरेसन हुन्छ, एजिङ बढ्न थाल्छ। जुन अहिले हामीले देखिरहेको छौँ नि, जुन यो चिल्ड्रेनहरूको पनि एजिङ बढेको त हो नि। हेर्दाखेरि 12 वर्षको हुन्छ तर देख्दाखेरि चाहिँ उसको एज चाहिँ थोरै हुन्छ तर देख्दाखेरि चाहिँ बेसी हुन्छ क्या है। अनि इन्फ्लामेसन पनि आइजिएफले इन्फ्लामेसन पनि बढाउँछ, इन्सुलिन रेजिस्टेन्स बढाउँछ। सबै चिज यो आइजिएफले गर्छ। अघिको BCM7ले पनि गर्छ, आइजिएफले पनि गर्छ। अब यो चाहिँ मैले इन्टरनेटबाट लिएर आएको गाई जसलाई चाहिँ हामीहरूले बोस इन्डिकस जातको गाई थिए, ती जातभित्र चाहिँ अघि चाहिँ मैले एउटा देखाएको थिएँ हजुरलाई, लगभग यो सिन्धी टाइपको गाई देखाएको थिएँ, अथवा चाहिँ यो घिर टाइपको अघि देखाएको थियो, हम्प भएको होइन। तर गाई चाहिँ लोकल गाई चाहिँ यस्तो देखिन्छ क्या,
नर्मल्ली त यहाँ गाई पनि छ गोरु पनि छ, तर जस्तो जे भए तापनि देख्न चाहिँ यस्तो यस्तो देखिन्छ। हेर्नुहोस् ल, अब कुन कुन गाई अब पहिले पहिले हाम्रो नेपालमा पनि थियो होला, कुनै पाकिस्तानतिर पाकिस्तानको रेन्जतिर पनि थियो, किनभने पाकिस्तान इन्डिया बङ्गलादेश पहिले एउटै थियो नि त, इन्डियन थिए। सिन्धी गाई थियो, सिन्धी गाई। अब यिनीहरूको चाहिँ पास्ट यिनीहरूको विगतलाई हेऱ्यो भने यो कुन ठाउँमा बेसी पाइन्छ भनेर हामीले इन्टरनेटमा सजिलै हेर्न सक्छौँ। हाम्रो नेपालतिर पनि यस्तै गाईहरू पाइन्थ्यो पहिले, तर अहिले छैन, पाइँदैन। मैले म्याक्सिमम् देख्दैन गाई, यस्तो गाई चाहिँ देखिँदैन। हजुरहरूले पनि देख्नुहुन्न होला। अनि हामी चाहिँ खुसी हुन्छौँ, के चिजमा खुसी हुन्छौँ भन्दा मेरो गाईले चाहिँ 5 लिटर र 10 लिटर दुध दियोमा चाहिँ खुसी हुन्छौँ। तर हामीले आफ्नै घरमा चाहिँ के निकालिरहेको छौँ, विष निकालिरहेको छौँ भन्ने कुरा हामीले आजको यो सेसनबाट बुझिसक्यौँ है। अब यो गाई जुन बोस इन्डिकस गाईको, अब हजुरहरूलाई लाग्न सक्छ यहाँ, अब हजुरहरू कोही हुनुहुन्छ होला कसैलाई थाहा छैन होला, गोबर र गाईको गौमूत्र, हाम्रो कति हिन्दू परम्परामा गौमूत्र युज पनि गरिन्छ र अहिले सर्टेन मेडिसिनमा काम पनि हुन्छ, आयुर्वेदातिर काम पनि हुन्छ। अब तपाईँलाई क्लियरली भनिदिन्छु, यदि त्यो A1 टाइपको गाईको गोबर होस् चाहे A1 टाइपको गाईको गौमूत्र होस्, त्यो तपाईँले सेवन गर्नुभयो अथवा प्लान्टलाई हाल्नुभयो भन्नाले मलको रूपमा युज गर्छौँ नि हामी, मलको रूपमा युज गऱ्यो भने त्यसले पनि हानि गर्छ। त्यो चाहिँ मैले आज यहाँ लेखेर लिएर आएन। एउटा केमिकल हुन्छ, त्यो केमिकल त्यसले निकाल्छ मलबाट, त्यो केमिकलले गएर प्लान्टलाई पनि हानि गर्छ। त्यो जुन सागसब्जी फल्छ, त्यो सागसब्जी खायो भने त्यहाँ पनि हानि हुन्छ। यो कस्तो छ भन्दा A1 ले गर्ने जुन हानि छ त्यो एकदमै धेरै छ, A2 ले गर्ने जुन जुन फाइदा छ त्यो धेरै छ के। A2 गाईको गोबर युज गरेमा त्यो प्लान्ट अथवा त्यो जे हामीले रोप्छौँ त्यो चिजले हामीलाई एकदम फाइदा गर्छ। र यसको गौमूत्र जुन आयुर्वेदमा युज हुन्छ, आयुर्वेदिक मेडिसिनमा युज गरिन्छ अथवा नर्मल्ली युज गरिन्छ, त्यो चाहिँ A2 गाईको हुनुपर्छ। A1 गाईको भयो भने यसले हजुरहरूलाई असर बनाउँछ, लङ टर्म असर बनाउँछ। कहिलेकाहीँ पाट्टापुट्टा खाँदा त केही पनि गाह्रो हुँदैन, कहिले किन बडीले त्यति रेसिस्ट गर्न सक्छ, तर लङ टर्म हामीले खायौँ भने यसले गाह्रो बनाउँछ, तर A2 ले गाह्रो बनाउँदैन है। अब समरीमा आजको क्लास यति नै हो। समरीमा हामीले A1 र A2 ब्रिडको विषयमा बुझ्यौँ। नर्मल्ली बुझ्नु पर्दा A1 भनेको बोस टरस जाति हो, A2 भनेको बोस इन्डिकस। इन्डिकस भन्ने बित्तिकै बुझ्नुहोस् इन्डियन सब कन्टिनेन्टमा पाइने भएको हुनाले बोस इन्डिकस भयो। अब तपाईँले मलाई क्वेसन सोध्न सक्नुहुन्छ, त्यसपछि A2 किन गयो त हाम्रोबाट? A2 किन गयो त भन्दाखेरि A1 लाई चाहिँ जबरजस्ती लादियो, क्या ल्याइयो। किन ल्याइयो भन्दाखेरि जब इन्डियामा रुल गर्यो, ब्रिटिसले रुल गर्यो इन्डियामा, त्यतिखेर त्यो जात A1 जातलाई ल्याइयो। किन भन्दा त्यसले बेसी दुध दिन्थ्यो। मान्छेलाई क्वालिटी चाहिएको, अहिले मान्छेलाई क्वालिटी होइन क्वान्टिटी चाहिएको छ। काउली हामीलाई 5 केजीको हुनुपर्छ, आधी केजीको 1 पाउको फल्यो भने त्यो काउली हुँदैन हाम्रो लागि। हामी रमाउँछौँ, केमा रमाउँछौँ भन्दा काउली 5 केजीको फल्यो भनेर रमाउँछौँ। तर 5 केजीको काउली फल्दा त्यसमा पनि हार्मोन नै त्यसको चेन्ज गरिदिएको छ। त्यसलाई चाहिँ GMO भनिन्छ, जेनेटिकली मोडिफाइड हो। A1 पनि जेनेटिकली मोडिफाइड हो, गाई होइन, यो काउ हो। काउ र गाईमा फरक छ। हामीले खानुपर्छ गाईको दुध खानुपर्छ, काउको होइन। गाईको खायौँ भने स्वस्थ हुन्छौँ भन्ने कुरा हो। A1 भनेको बोस टरस जातको बेटाकेसिन A1 पाइन्छ। बेटाकेसिन A1 प्रो र हिस भन्ने हुन्छ। 67th सेलमा गएर हेऱ्यौँ भने यो टुक्रिन्छ हाम्रो बडीमा गएर डाइजेसन हुँदाखेरि होइन। अनि A2 मा टुक्रिँदैन, A1 मा टुक्रिन्छ। टुक्रिएर चाहिँ BCM7 भन्ने सब्सटेन्सेस निस्किन्छ त्यहाँबाट, त्यो चाहिँ हाम्रो लागि घातक हुन्छ कि त्यसले चाहिँ हामीलाई हानि नोक्सानी पुर्याउँछ। हामीले बुझेको यति नै हो, एकदम सिम्पल भाषामा है। अब डिफरेन्स बिट्विन काउ एन्ड देसी गाई मैले अघि भनिहालेँ।
अब चाहिँ अब अलिकति कुरा गरौँ अगाडि मिल्क प्रडक्टको विषयमा। अब मैले यो चाहिँ लेखेर लिएर आएको छैन। मिल्क प्रडक्ट्स, मिल्कबाट बन्ने मिल्क प्रडक्ट्स। मिल्कै ठिक छैन, मिल्क प्रडक्ट कसरी ठिक हुन्छ? पनिर खानुहोस्, कसरी खाने? A1 को खाने कि A2 को खाने? म्याक्सिमम A1 पाइन्छ, A2 पाइँदै पाइँदैन। अब आफैले गाई कि त A2 ब्रिड किनेर लिएर आउनु पर्यो अनि मात्रै सम्भव छ। म त दुध नखाइकन बस्नै सक्दिनँ भन्नुहुन्छ कोही कोही। अब के गर्ने? खानु त पर्यो। अब खाने बानी लागेको छ, बिस्तारै घटाउँदै जाने। एकैचोटि खानलाई, एकैचोटि छुटाउनलाई गाह्रो हुन्छ। कसैलाई चिया खाने बानी हुन्छ, दुध चिया, त्यसमा पनि तपाईँले A1 मिल्क नै प्रयोग गर्नुहुन्छ। एक त दुध चिया A2 कै युज गर्दाखेरि पनि त्यो एसिडिक हुन्छ, तर अझ त्यसमा तपाईँले A1 युज गर्दै हुन्छ भने झन् एसिडिक हुन्छ र झन् हाई इन्फ्लामेसन हुन्छ तपाईँको बडीमा। अब थोरै थोरै गरेर घटाउने। 2बाट 3 कप खानुहुन्छ भने 2मा झार्ने, 2 कपमा हुनुहुन्छ भने 1मा झार्ने, बिस्तारै बिस्तारै हटाउने। र मिल्क चाहिँ अहिले अब अलिकति महँगो पर्न सक्ला, तर मिल्क चाहिँ अहिले तपाईँले प्लान्ट बेस्ड मिल्क पनि युज गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँको नरियलबाट अथवा चाहिँ तपाईँको पिनट्सबाट पनि अहिले पिनट मिल्क आफैले बनाउने हो, किन्ने होइन। फेरि किनेको फेरि कुनै पनि राम्रो हुँदैन, किन प्याकेज भएर आएको हुन्छ। त्यसमा तपाईँको केमिकल तिजरले हाल्छै हाल्छ। केमिकल हालिसक्यो तपाईँलाई गाह्रो बनाइदिन्छ फेरि पछि रोग A1 छोडेर अनि प्याकेज युज गर्नुहोस्। म सुझाव दिँदिनँ। हजुरहरूले युट्युबमा गएर पिनट मिल्क अथवा चाहिँ कोकोनट मिल्क पाइन्छ, त्यो पनि हेर्न सक्नुहुन्छ। यो भिडियो युट्युबमा आउँछ, पछि आउँछ ल। म एकछिन च्याट पढ्दैछु ल। हाम्रो सहदेव सरले लेख्नुभयो दही र मोहीको बारेमा गहिरिएर भनिदिनु होला भन्नुभयो। ल हुन्छ, म मिल्क प्रडक्टको विषयमा कुरा गर्दैछु। त्यही भएर अहिले दुध चाहिँ तपाईँले घरमै बनाउन सक्नुहुन्छ। प्लान्ट बेस्ड दुध नरियलको बन्छ, पिनट्सको बन्छ, अरू अरू चिजको पनि बन्छ। हजुरले गएर हेर्नु होला है। एउटा त्यो भयो। अर्को अब दही, त्यही दुधबाट के बन्छ? दही बन्छ। दही बन्ने एउटा प्रक्रिया हुन्छ। त्यो प्रक्रियामा तपाईँले दहीलाई, दुधलाई तताएर सर्टेन त्यसमा दहीको त्यो जामुन के भन्छ, अब हरेक ठाउँमा फरक फरक भन्छ। जस जामुन, मैले चाहिँ जामुन भन्छु, के भन्छ थाहा छैन। जस अलिकति दही त्यसमा अलिकति हालेपछि त्यो भोलिपल्ट अथवा पर्सिपल्ट टेम्परेचर हेरेर फेरि दही बन्ने प्रक्रिया हुन्छ। दहीमा चाहिँ ब्याक्टेरिया हुन्छ, जुन ब्याक्टेरिया चाहिँ जसलाई चाहिँ माइक्रोबायोम भन्छु मैले, माइक्रोबायोम हुन्छ। माइक्रोबायोमले तपाईँको शरीरलाई फाइदा पुर्याउँछ। तर A1बाट बनेको दुधभन्दा A1बाट बनेको दही चाहिँ एज कम्पेरिटिभ टु दुध र दहीमा A1को विषयमा है, दही चाहिँ अझ राम्रो, अलिकति राम्रो हुन्छ। तर सकेसम्म A2 कै पाइयो भने चाहिँ धेरै एकदम विशेष राम्रो हो है। अब तपाईँले यो दहीको विषयमा अझै 1-2वटा कुराहरू म भनिदिन्छु। यो विरुद्ध आहार भनिन्छ। यो आयुर्वेदमा चाहिँ विरुद्ध आहार भन्छ। विरुद्ध आहारमा दहीसँग चाहिँ चिनी हालेर खानु हुँदैन। यो केसँग के खानु हुँदैन भन्ने कुरा 18 किसिमको विरुद्ध आहारको विषयमा मैले जानकारी पाएको छु, मैले पढेको छु। म कुनै अब मेरो प्रत्येक शुक्रबार यसरी नै म हजुरहरूलाई मेरो सानो सेसनहरू दिनेछु। अनि एक दिन हामी विरुद्ध आहारको विषयमा पनि कुरा गर्छौँ, केसँग के खानु हुँदैन भनेर। दहीसँग चिनी खानु हुँदैन, दहीसँग चिनी खानु हुँदैन भनेर अब भनिएको छ। त्यो खायो भने के हुन्छ त्यो पछि कुरा गरौँला। तर अब दुधको कम्पेरिजनमा दही र मोही चाहिँ अलिक बेटर हुन्छ, राम्रो हुन्छ, किनभने यसमा माइक्रोबायोम भएको कारणले गर्दा। तर बेस चाहिँ A2 ब्रिडको दही, A2 ब्रिडको दुधबाट दही र मोही, त्यसको दही र मोही भयो भने धेरै राम्रो A1 भन्दा। अब घिउ पनि त्यही नै हो। घिउ पनि A2 पाउनु भयो भने धेरै राम्रो। तर A1 को खाए पनि घिउले चाहिँ त्यति साह्रो असर गर्दैन एज कम्पेयर टु मिल्क। असर चाहिँ गर्छ, तर दुधले असर गरे जस्तो चाहिँ घिउले त्यति साह्रो असर गर्दैन है। तर सकेसम्म चाहिँ A1 भयो भने चाहिँ एकदमै राम्रो है।
अनि बच्चालाई चाहिँ कुनै पनि हिसाबमा चाहिँ ए1 टाइपको दुध ए1 टाइपको गाईले दिने दुधलाई चाहिँ प्रयोग गर्नलाई चाहिँ त्यति साह्रो काहीँ पनि भनिएको देखिँदैन। किन भन्दा यसले एकदमै असर बनाउँछ, लङ टर्ममा चाहिँ यसले एकदमै धेरै असर बनाउँछ होइन। त्यो पनि अहिलेको बच्चाहरू जो चाहिँ अब भनौँ न माटो पनि खेल्दैन अहिले त, त्यस्तो बच्चाहरूलाई चाहिँ एकदमै धेरै असर बनाउँछ, हार्मोनल ग्रोथदेखि लिएर धेरै कुराहरूको विषयमा असर बनाउँछ भनेर भनिन्छ है। अब लबो लबो सकिसकेको छ। अब गुरु दक्षिणा भनेर भनेको छु मैले, यो चाहिँ पैसाको लागि भन्ने खोजेको होइन। फेरि क्युआर आयो यहाँ होइन। यो क्युआर चाहिँ खासमा मेरो ग्रुप छ नि, हजुरहरू जुन ग्रुपबाट आउनुभयो त्यो ग्रुपमा चाहिँ सक्नुहुन्छ भने 2 जनालाई एड गर्ने प्रयास गर्नुहोस्। इन्भाइट एटलिस्ट 2 पिपुल हु इज विलिङ टु, जसलाई चाहिँ अब कुनै पनि रोगबाट निको हुनु छ, जसलाई अटो इम्युन डिजिज छ, डिजिज अकर फ्रम द ब्याड लाइफस्टाइल खानेकुरा र लाइफस्टाइल ठिक छैन, माइक्रोबायोम डिफिसियन्सी छ, मच इन्ट्रेस्टेड अबाउट द नेचर, प्रकृतिसँग उहाँलाई एकदमै लगाव छ, ह्याभ समथिङ, दोज हु आर इन्ट्रेस्टेड टु हेल्प द कम्युनिटी, कम्युनिटीलाई के हेल्प गर्न सक्ने कोही व्यक्ति हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ त्यो ग्रुपमा चाहिँ हजुरहरूले जोडाउनुहोस्। यसमा कुनै पैसा लाग्दैन, मैले कुनै पैसा पनि लिँदिनँ। मैले यो फ्री अफ कस्ट आफूले जानेको कुरा, यो 3 वर्षमा गरेको अनुभव, अनि त्यसपछि चाहिँ मेरो मेन्टरहरू हुनुहुन्छ मसँग, अहिले इन्डियामा डक्टरहरू यही रिलेटेडको डक्टरहरू हुन्छ, हस्पिटल पनि छ, हामीहरूले अहिले हस्पिटल पनि सञ्चालन गरेको छौँ नोइडामा होइन। अब यो चाहिँ यसमा चाहिँ औषधि होइन, खाना, लाइफस्टाइल, सर्टेन बडीको सिस्टम, हजुरको चाहिँ रेगुलेसन, ब्लड सर्कुलेसन, त्यसपछि मर्म थेरापी भन्छ, यो चाहिँ आयुर्वेदमा मर्मको विषयमा कुरा गरिएको छ, मर्म थेरापी, त्यस्तो त्यस्तोबाट चाहिँ विभिन्न किसिमको रोगहरू निको बनाउन सकिन्छ। त्यसैको एउटा अङ्ग हो म पनि, उहाँहरूकै टिममा बसेर अहिले काम गरिरहेको छु म पनि होइन। त्यही भएर नेपालको लागि चाहिँ मैले हजुरलाई अलिअलि यसको विषयमा थोरै जानकारी गराउन खोजेको है। अब हजुरको कोही व्यक्तिहरू हुनुहुन्छ जसलाई चाहिँ कुनै किसिमको रोगहरू छ भने त्यसमा हाम्रो ग्रुपमा जोइन गराउनुहोस्। उहाँलाई इन्ट्रेस्ट छ, अब यो चाहिँ हो मलाई थाहा छ, कतिलाई थाहा हुन्छ कि मेरो लाइफस्टाइल, मेरो खानाले गर्दा म रोगी भएको हो, यसलाई मैले सपारेँ भने मेरो ठिक हुन्छ भन्ने हुनुहुन्छ भने उहाँहरू यो ग्रुपमा जोइन गर्न सक्नुहुन्छ। अनि बिस्तारै यो दिनदिनै जुन मैले यो गराइराखेको छु नि, यसले चाहिँ हजुरहरूलाई के गर्न कोसिस गर्छ भन्दा यसले चाहिँ हजुरको लाइफस्टाइल चेन्जेस, खानालाई चेन्जेस गराउने हो, हाम्रो नलेज लिने हो पहिलो सुरुमा। जस्तो आज हामीले दुधको बारेमा नलेज लियौँ, योभन्दा अगाडि हामीले डायबिटिजको बारेमा नलेज लियौँ, अब नेक्स्ट चाहिँ मेरो माइक्रोबायोम, ब्रेन एन्ड गट एक्सिसको बारेमा छ, माइक्रोबायोमको विषयमा छ। माइक्रोबायोमको विषयमा फेरि हामी यसमा चाहिँ चर्चा गर्नेछौँ। अनि विभिन्न सधैँ हामीले नलेज लिइराख्यो भने थाहा हुन्छ, थाहा भएपछि तपाईँले आफै लाइफस्टाइल चेन्ज गर्न सक्नुहुन्छ है। हस्, अब त्यसपछि चाहिँ माई अपकमिङ मिसन, मेरो अपकमिङ मिसन भनेकै हेल्दियर नेपाल, सबैजना चाहिँ स्वस्थ हुनुहोस् भन्ने हो। त्यसको लागि द स्लिप एवेरनेस मुभमेन्ट मैले अहिले चलाइरहेको छु। स्लिप एवेरनेस मुभमेन्ट भनेको चाहिँ राति चाँडै सुत्ने, बिहान चाँडै उठ्ने, यो चाहिँ स्लिप एवेरनेस मुभमेन्ट हो। निन्द्रा लाग्दैन कसैलाई भने निन्द्रा लगाउन सकिन्छ, यसको चाहिँ सर्टेन केही ट्रिक्सहरू छ। त्यो एक दिन हामी स्लिप एवेरनेस मुभमेन्टको विषयमै कुरा गर्नेछौँ एउटा शुक्रबार है। अर्को चाहिँ फुड बी द मेडिसिन, फुड नै, खाना नै तपाईँको औषधि हो। खाना तपाईँले ठिक खानुहुन्छ भने तपाईँले औषधि सेवन गर्नुभयो। खाना बेठिक खानुहुन्छ भने औषधिको रूपमा त्यसले काम गर्दैन। खानालाई औषधिको रूपमा सोच्नुहोस्, किचनलाई तपाईँले चाहिँ त्यसरी फुडलाई डेलिभर गर्नुहोस्, खाना त्यसरी खानुहोस् कि त्यसले औषधिको रूपमा काम गरोस्, दुध यसरी पिउनुहोस् कि त्यसले औषधिको रूपमा काम गरोस्। त्यही भएर हामीले खाने खाना नै हाम्रो औषधि हो। औषधि दिनदिनै खाइन्छ नि त, बिहान पनि खाइन्छ खाना, बेलुका पनि खाइन्छ। औषधिको रूपमा खानुहोस् न, त्यसले हजुरलाई काम गर्छ र रोगबाट निको भइन्छ। म पनि त्यसैले रोगबाट निको भएको मान्छे भएर हजुरलाई मैले गर्न लागेको मिसन चाहिँ यही नै हो। जसले अहिले पनि गरिरहेको छु, द स्लिप एवेरनेस मुभमेन्ट। म जतिलाई पनि भेट्छु उहाँलाई त्यही भन्छु, राति तपाईँ चाँडै सुत्नुहोस्, बिहान चाँडै उठ्नुहोस्। तपाईँले यति मात्रै गर्न सक्नुभयो भने तपाईँको आधी उधी रोग निको हुन्छ। खाना ठिक खानुहोस्, सही खानुहोस्, यसले नै तपाईँको आधी उधी रोग निको बनाउँछ। 75% अफ द डिजिज
जुन पनि रोग हामीलाई लागेको छ, जुनसुकै रोग होस् होइन, नर्मल तपाईँको चाहिँ नर्मल रोगदेखि लिएर क्यान्सरसम्मको रोग पनि यो दुईवटा चिजले केही हदसम्ममा निको बनाउन सक्छ। यी दुईवटा चिज मात्रै, स्लिप स्लिप गुड स्लिप र फुड खाना, एकदम सही खाना खानुहोस् र र निन्द्रा राम्रोसँग सुत्नुहोस्। अब खाना के खाने भन्ने कुरा चाहिँ हामी अब प्रत्येक हप्ता शुक्रबार डिस्कस गर्नेछौँ। आज दुधको बारेमा कुरा गऱ्यौँ, कुनै बेला यो विरुद्ध आहारको विषयमा कुरा गरौँला, केसँग के नखाने, अनि कुनै बेला हामी कार्बोहाइड्रेट खानु हुँदैन भनेर अहिले मार्केटमा कार्बोहाइड्रेट झन् यो जिम जानेहरू प्रोटिन मात्रै खानुपर्छ, कार्बोहाइड्रेट खानु हुँदैन, कसैले फ्याट खा भन्छ, कसैले चाहिँ अब के जरा निकालिरहेछ, जडीबुटी निकालिरहेछ, जडीबुटीलाई देखाइरहेछ युट्युबमा अथवा फेसबुकमा, यो जडीबुटी खा भनिरहेछ, कसैले के खा भनिरहेछ। यसले गर्दा हामीलाई के भइरहेछ भन्दा हामी झन् डिस्टर्ब भइरहेको छौँ। के खाने नखाने, के खाने के नखाने, त्यसले यो खाँदैछ, त्यसको घरमा गयो एभोकाडो खाँदैछ, उसको घरमा गयो ड्र्यागन फ्रुट खाँदैछ, उसको घरमा ब्राउन राइस पाकिरहेको छ, ओ व्हाइट राइस त खाने हुँदैन, ब्राउन राइस खानुपर्छ। अब के खाने? हामीलाई कस्तो छ भन्दा नलेज छैन। नलेज नभएको कारणले गर्दा के खाने नखाने भन्ने निर्णय लिन सकिरहेको छैन। अर्काले जे देख्यो त्यही खाइरहेको छ, त्यो होइन। हामीले प्रपर नलेज लियौँ भने अनि बल्ल मात्रै त्यसलाई चाहिँ हामीले त्यसलाई इम्प्लिमेन्ट गर्न सक्छौँ, हाम्रो जीवनमा इम्प्लिमेन्ट गर्न सक्छौँ। त्यही भएर हामी कुनै दिन कार्बको विषयमा कुरा गरौँला, कार्बोहाइड्रेटको विषयमा, प्रोटिनको विषयमा कुरा गरौँला, फ्याट्सको विषयमा, विभिन्न माइक्रोन्युट्रिएन्ट्स हुन्छन् त्यो विषयमा पनि कुरा गरौँला, साग सब्जी गेडागुडी फलफुल छन् नि जति पनि खानेकुराहरू छन्, र लाइफस्टाइलको विषयमा पनि प्रत्येक शुक्रबार कुरा गर्ने चाहिँ अब मैले चाहिँ एउटा प्रमिस, मैले बाचा बाँधेको छु। प्रत्येक शुक्रबार सकेसम्म म बिजी भए तापनि सकेसम्म शुक्रबार चाहिँ एउटा सेसन मैले गर्ने भनेर। त्यही भएर हजुरहरू चाहिँ मेरो ग्रुपमा बसिराख्नुहोस्, वाट्सएप ग्रुपमा, र म त्यहाँ आफ्नो केही कुराहरू सेयर पनि गर्छु। कुनै बेला मलाई लागेको कुरा अथवा मैले सिकेको कुराहरू पनि सेयर गर्छु। सँगसँगै यो कुराहरू पनि हजुरहरूले फलो गर्नुभयो भने हजुरलाई फाइदा हुन्छ है। र कुनै पनि मेडिसिन छोड्नलाई, आज फेरि म लास्टमा भन्छु, कुनै पनि मेडिसिन छोड्नलाई मैले तपाईँलाई प्रेरणा पनि गर्दिनँ, भन्दा पनि भन्दिनँ। तपाईँले आफ्नो डक्टरलाई सल्लाह गर्नुहोस् उसको लागि चाहिँ, यो मेडिसिनको लागि चाहिँ है। अब थ्याङ्क यू भेरी मच फर दि क्लास। आजको लागि हजुरलाई धन्यवाद। अब कसैलाई क्वेसन्स छ भने हजुरले चाहिँ रेज गरेर एकछिन चाहिँ हजुरहरूको क्वेसन्स लिनेछु। म क्वेसन्स यो चाहिँ पछि युट्युबमा आउने भएको हुनाले म रेकर्डिङ चाहिँ स्टप गरिदिन्छु।